ल साथीहरू फेरि पनि आज हामी अर्को भ्लग लिएर आइसकेको छौँ हाम्रो आफ्नै बारी काठमाडौँमा चाहिँ यो के अरे मुला खन्नु आएको छौँ आज। अब हामी मुला खोज्ने भयो त यहाँनिर मुला भएको ठाउँमा हामी आएको छौँ। मुला हेर्नुस् है साथीहरू मुला अचार लाउनलाई मुला यहाँ पनि छ साथीहरू कत्रो कत्रो मुला छ। अब अस्ति हामीले के अरे अचार मुलाको अचार बनाएको हालेको थियौँ नि भिडियोमा, सेम हाम्रो यही बारीको हो। उयो के अरे फेरि पनि हामी त्यस्तै अचार बनाउँछौँ र त्यस्तै त्यो भिडियो लिएर हामी फेरि आउँछौँ यहाँ। कति धेरै थियो यो सबै, यो चाहिँ काटेको हो कि चराको हो? यो चराको जस्तो लाग्यो मलाई त, बरु चराकै हो कि डेढ भाग हामीले देख्दैन भनेर। धन्यवाद। हो त नि यो डाम गाईको चराको त रहेछ नि, चराको हो यो। लिनुहोस् न, त्यो बुढो बाउले गरेको होला यो चराको हो कि त। धन्यवाद। अब यो सबै काटेर बार्नुको बोली ऊ मासतिर छ कि टन्नै ऊ मुला हेर्नुहोस् साथीहरू, मुला म खन्छु बरु, खोइ म खन्छु नि। दर्शकबिन हो मुला यस्तो छ हाम्रो घर। दर्शकबिन हजुरहरू भन न के हो। ऊ कत्रो मुला त्यहाँ आम्मामा, ऊ त्यो भातिन्छको मुला हेर्नुहोस् त्यहाँ कत्रो छ मुला। मुला उखाल्ने मान्छे चाहिँ भ्याएको त जस्तो छ साथी हो। अब यतातिर पनि हेर्नुहोस् है साथीहरू, कहाँ पो यहाँनिर बिउलाई राख्नु भएको भन्नुहुन्थ्यो हाम्रो सरजीले। ऊ यहाँ माथि यता ल्याउनुहोस्, यो सबै गाई चराएको रहेछ बरु, त्यस्तो चाहिँ गर्न दिनु हुँदैन थियो। अब बारेपछि यहाँ गाई होइन, अब केही पनि चराउँदैन। ऊ बिस्तारो गर न। मेरो नन्दलाई पनि पठाइदिनुपर्छ, भोलि बोलाउनुपर्छ नानीलाई। हेर मुला यस्तै फल्छ यहाँ त हाम्रोमा त बारीमा त मुला त यो त सानो छ। सानो भयो भने उयो अचार लाउनलाई हुन्छ। बुढीले गरेको पौरा कस्तो मैले चाहिँ खनिनँ, खनेको हो। फेरि मेरो नाम आएन भनेर हेर्नु है दर्शकबिन हो हजुरहरू, हेर्नुहोस् उहाँ रुनुहुन्छ, त्यही भएर मैले उहाँलाई खवाउँदैछु। अब मेरो कामै त्यही हो। यहाँ सबैभन्दा ठुलो मुला यो होला भनेको त यस्तो भएको रहेछ यता। हजुर यो त ठुलो देखेको मात्रै रहेछ। यो हेर्दाको जिउको ढाल, हेर्दाको डाल ढिँडाको काल भन्यो कि के पो भन्थ्यो, मलाई त्यो कहानी पनि आएन। हाँगे रहेछ यो चाहिँ। सबै गाई चराएछ प्रभु, धन्यवाद। गाई चराउनेहरूलाई पनि भरिपूर्ण योहरू त के अरे मुला के अरे ऊ गुन्द्रुक हाल्दा हुन्छ होला नि है? हुँदैन यसको बोकेर आउनु थियो। अब त हामी उता पाखा भित्तामा जाने हो। अब यताको काट्यो, त्यो गाई चराएको रहेछ कि बिचरा, काटेको त होइन नि। त्यो गाईलाई पनि भरिपूर्ण आशिष। गाई त आफै आएको भएको त अनि मान्छेले लिएपछि आइहाल्छ। त्यसले हो है। अब त यहीँ लगाएर हामीलाई अब त त्यसको कागल गर्छ नि, त्यति परमेश्वर आशिष पर्छ तिमी। ल है साथी हो हेर्नुहोस् मुला, आम्मामा यत्रो सानो मुला त कत्रो ओहो। यी लिनुहोस् मुला मुला लाउनुहोस्। मुला यहाँ मुला यस्तो छ मुला, हाम्रो मुला। यता हेर्नु त सबै गाई त चराएको रहेछ। यत्रोको खानु त बुढो ऊ यहाँ पनि सबै गाई चराएको रहेछ। आज पनि गाई चराएको थाहा छ, सबै यहीँ चराउँदो रहेछ त। हेर्नुहोस् है दर्शकबिनहरू, मुला हेर्नुहोस्, मुला कत्रो छ। भिरमा गुल्टाइदियो। त्यही हो यहाँ पराकै, ऊ यहाँ ऊ त्यहाँ माथिकै त्यो ठुलो भनेको।
मुलाको अचार खानु मिठो हुन्छ। त्यताबाट जाने हो कि यता झर्ने? उ त्यहाँबाट निस्केको असीमा कहाँ? मुला एक बाल्टी